नमस्कार साथीहरू। अलैँची चाहिँ कसरी ठुल्ठुलो दाना अनि धेरै फल्छ भन्ने विषयमा म तपाईहरुलाई देखाइराखेको छु। यसरी चाहिँ मङ्सिर पुसतिर चाहिँ चिल्लै सोरेर गोबरको मल, गाईको मल सरररर छरिदिने मकैलाई जस्तो। अनि त्यस पछाडि चाहिँ कसरी फल्दैन त अलैँची, तपाईहरुले यसरी हेर्नुहोस् त। कहाँबाट हेर्दै हुनुहुन्छ? विशेष गरेर मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् अनि लाइक कमेन्ट पनि गरिदिनुहोस्। तपाईको पनि युट्युब च्यानल छ भने चाहिँ कमेन्ट गरिदिनुहोस्, म पनि सब्स्क्राइब गरिदिने छु। ल हेर्नुहोस् त, यसरी दोकानमा नि किन गोबर बोकेर हाल्ने, मङ्सिरतिर पुसतिर पनि हुन्छ। अनि त्यस पश्चात चाहिँ फिर्किनी अर्थात् स्प्रिङ्कल पनि भन्छ, पानी सरररर घुमाउने मजासँगले छेउ कुना भिज्ने गरी साथीहरु। अनि स्प्रिङ्कल लाउँदा, फिर्किनी लाउँदा चाहिँ ध्यान दिनुपर्ने धेरै कुराहरु छ। मान्छेले चाहिँ पाए भन्दैमा धेरै दिन राख्छ एकै ठाउँमा, त्यसरी चाहिँ नराख्नु होला साथीहरु। तपाईहरुले धेरमा 24 घण्टा राख्नुस् धेरमा। त्यस पछाडि मार्नुस् अर्थात् अर्को ठाउँमा सार्नुस्। अनि अलैँचीलाई चाहिँ धेरै राम्रो हुन्छ। अनि यसरी गरेपछि अलैँची राम्रो पनि फल्छ, ठुल्ठुलो दाना पनि फल्छ, वेटवाला पनि हुन्छ। साथीहरु तपाईहरु पनि गर्नुहोस्, म चाहिँ गरिराखेको छु। यो चाहिँ सबैभन्दा ठुलो आइडिया हो, अलैँची धेर फलाउने अनि दानालाई ठुल्ठुलो फलाउने। अनि तपाईहरु यसो गर्नुभयो भने कुनै नयाँ प्रजातिको अलैँचीको बिरुवालाई महँगो दाममा किन्नु पर्ने छैन। तपाईहरुको थोरै मेहनतले चाहिँ आफ्नै बारीमा भएको लोकल अलैँची चाहिँ अरु कृषिको अलैँची भन्दा धेरै राम्रो हुनेछ। साथीहरु विशेष गरेर काम चाहिँ गर्नुहोस्, अल्छी नगर्नुहोस्, ठिक्क भिजाउनुहोस्। विशेष गरेर भिजाउँदा चाहिँ तपाईहरुले महिनामा 24 घण्टा भिजाउनु भयो भने पुगिहाल्छ। अलैँची चाहिँ भिजाएर फल्ने होइन, अलैँची चाहिँ पानी चाहिँ बचाउनको लागि मात्र हो। अलैँची आफै फल्ने हो मौसम अनुसार साथीहरु। अनि विशेष पानीमा ध्यान दिनुपर्छ, धेरै पानी लायो भने चाहिँ रोग पनि लाग्छ। पानी ठिक्क लायो भने 24 घण्टासम्म त्यसलाई राम्रो पनि हुन्छ, पातलाई असर पनि पर्दैन। यदि तपाईहरुकोमा कुलो छ भने कुलो चाहिँ केही दिन लाउँदा पनि थाम्छ। जरालाई त राम्रै हुन्छ बोटलाई, फिर्किनीले चाहिँ तपाईहरुको त्यो पातलाई चेताइदिन्छ। जुन हावा तान्ने पात हो, त्यसबाट चाहिँ पानी धेरै पर्यो भने चाहिँ झ्याङलाई असर हुन्छ। साथीहरु यो भिडियो हेरिदिनु भएकोमा तपाईहरुलाई धन्यवाद छ। विशेष गरेर फेरि पनि भन्छु, मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, किनकि यो सब्स्क्राइब गर्नुभयो भने म यस्तै गाउँघर कृषिका विभिन्न कुराहरु तपाईहरुलाई देखाउँछु। अनि त्यो फेरि तपाईहरुकोमा आउनेछ। तपाईहरुलाई म धन्यवाद दिन्छु यो भिडियो हेर्नु भएकोमा। कतिजना त धेरै विज्ञहरू हुनुहुन्छ अलैँचीमा, म खासै विज्ञ त होइन र अनि थोरै भए पनि गरेको छु। यो नयाँ कुरा नै हो। विशेष गरेर मङ्सिर पुसमा गर्नुहोस् यसलाई। अनि फिर्किनी लाउनुहोस् स्प्रिङ्कल, साह्रै राम्रो हुनेछ है साथीहरु। ल त मेरो भिडियोलाई हेर्नु भएकोमा, सब्स्क्राइब गर्नु भएकोमा
धन्यवाद।